नमस्कार। जीवन राई एग्रिकल्चर युट्युब च्यानल हेरिराख्नुभएका सबै महानुभावहरूलाई हार्दिक स्वागत अभिवादन भन्न चाहन्छु। आज यो फुलहरूको विभिन्न विषयमा म तपाईँलाई जानकारी गराउन चाहन्छु, जो चाहिँ यो 2000 देखि 2500 मिटरसम्मको उचाइमा फुल्ने फुलहरूको बारेमा चाहिँ आज यो विषयवस्तु लिएर आएको छु। तपाईहरुलाई यो च्यानल जीवन राई एग्रिकल्चर च्यानल चाहिँ सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। म आज चाहिँ यो फुलहरूको बारेमा चाहिँ म तपाईहरुलाई यो विभिन्न विषयवस्तुमा चाहिँ लिएर आएको छु। म के भन्दाखेरि विशेष गरी पाखरीबास कालो बङ्गुरबाट सुरु भएको यो भाइरल भिडियोहरू र त्यससँग सम्बन्धित धेरै भिडियोहरू तयार बनाएँ। तर त्यसका अलावा अरू भिडियोहरू पनि मैले कृषिसँग सम्बन्धित कृषिजन्य वस्तुहरू र फुल यस्तै सम्बन्धमा चाहिँ मैले यस्ता सामग्रीहरू पस्काउने गरेको छु। यसै सन्दर्भमा आज भने यो फुलको बारेमा, जस्तो अब मैले चाहिँ 3-4 वटा फुलहरूको बारेमा चाहिँ तपाईहरु समक्ष लिएर आइरहेको छु। त्यो भनेको के भन्दाखेरि यति बेला चाहिँ एकदम सुक्खा समय हो, जस्तो फागुन चैत वैशाख हैन। विशेष गरी पुसदेखि नै यता फुल्ने फुलहरूको बारेमा चाहिँ म तपाईहरुलाई त्यस्तो सामग्री लिएर चाहिँ म आएको छु। यो तपाईले देखिराख्नु भएको छ, लामो समयदेखि यो देख्नु भएको छ। यो भनेको चाहिँ प्रिमुला भनिन्छ है। यो प्रिमुलाकै अब यो व्हाइट कलर हो, यो पिङ्क कलर हो। अनि त्यसपछि अर्को यता आउँछ यो चाहिँ अर्को पिङ्क, र पिङ्कमा पनि यो चाहिँ हल्का पिङ्क, यो चाहिँ एकदम गाढा पिङ्क छ। यो प्रिमुला है। यो प्रिमुलाको 3टा प्रजाति चाहिँ अब यहाँ छ। यो प्रिमुला भन्छ यसको हैन। यो अहिले चाहिँ तपाईको सानो बुट्यान जस्तै हुन्छ, तर यस्तो राम्रो फुल छ। यो फुल चाहिँ असाध्यै राम्रो हुन्छ। यो प्रिमुला हो। त्यसपछि अब यो प्रिमुला पछि म तपाईलाई देखाउँदै छु। यो 3टा चाहिँ प्रिमुला छ, हेर्नुभयो हैन। त्यसपछि यो चाहिँ अब सिजेरिया भन्छ। यो सिजेरिया चाहिँ यो चाहिँ कस्तो भन्दाखेरि कार्तिकको अन्तिम मङ्सिरदेखि नै फुल्छ र लामो समय फुल्छ। यो चाहिँ लामै समय फुल्छ। मङ्सिर, पुस, माघ, फागुन, चैतसम्म रहन्छ यो फुल। जस्तै हेर्नुहोस्, यो व्हाइट कलर छ। यो चाहिँ तपाईको अलि पिङ्क गाढा पिङ्क छ। यो ब्लू कलरमा छ, निलोमा छ हैन। यो चाहिँ एकदम गाढा निलोमा छ। यसै गरेर चाहिँ यो विभिन्न यहाँ चाहिँ जस्तो अब यो तपाईँ देख्न सक्नुहुन्छ। यो विभिन्न कलरमा छ। यो एकदम धेरै कलरमा पाइन्छ है, एकदमै धेरै कलरमा छ। हेर्नुहोस्। अनि त्यसै गरेर यहाँ तल पनि हेर्न सक्नुहुन्छ, यहाँ मुनि पनि यसो यो अर्कै कलर हो फेरि, यसरी हैन तपाईले हेर्न सक्नुहुन्छ। अनि अब अहिले यहाँ माथि जति फुलेको छ नि, यो फुलेको जति चाहिँ यो फागुन महिनाभरि रहन्छ भने अब जति पनि यो फुल्न बाँकी छ, अब यहाँ तपाईले देखाउँदैछु। यो फुल्न बाँकी जुन छ, यो अब यहाँ भर्खर कोपिला लागेको छ। यो कोपिला लागेको यो छ। यो चाहिँ चैतमा फुल्छ। हेर्नुहोस्, फुल्न लागेको छ। चैतमा हराभरा हुन्छ। यसरी चाहिँ फुलहरू तपाईको यो फुलहरूबाट पनि एउटा समृद्धिको प्रतीक मान्न सकिन्छ भने समृद्धि हासिल गर्न सकिन्छ है। अनि हेर्नुहोस्, यो अहिलेको यो सुक्खा सिजनमा फुल्ने फुलहरू यसरी छ। यो चाहिँ डेकोरेटेड प्लान्टहरू हो है। अनि अर्को म तपाईलाई देखाउँदैछु, यो जेन्थस। हेर्नुहोस्, जेन्थस अस्ति पनि मैले देखाएको थिएँ। त्यो अस्ति देखाएको जेन्थस चाहिँ यो अन्यत्रकै जेन्थस हो। यो त फुलेर लगभग सही छ। यहाँ चाहिँ अब एकदम यो यति बेला एकदमै यसको सिजन छ। यो जेन्थसको जेन्थस छ। म त्यसपछि तपाईलाई अर्को फुलहरू पनि देखाउने छु। त्यसपछि अब यो पनि फुल्ने तरखारमा छ। यो पनि यो चाहिँ कोपिला लाग्दैछ, भर्खरै कोपिला लाग्दैछ। अब यहाँ यो अर्को छ तपाईको यो चाहिँ के भने कि सिजेरिया छ। यो सिजेरिया
सिजेरिया हैन, यो सिजेरिया टक्क यो सिजेरिया छ। यो सिजेरिया हैन, सिजेरिया छ तपाईको। यो चाहिँ अब चैतमा फुल्छ यो सिजेरिया चाहिँ चैतमा फुल्छ यस्तो छ। अनि त्यसपछि अब यो अर्कै हो। त्यसपछि यो यतापट्टि अर्कै खालको छ हैन फुल। अनि म तपाईलाई अब अर्को यो चाहिँ डेकोरेटिभ प्लान्टहरू हो। भित्र चाहिँ अर्को छ, यो चाहिँ अब इन्डोर प्लान्टहरू छ। यहाँ हेर्न सक्नुहुन्छ इन्डोर प्लान्टहरू टक्क इन्डोर प्लान्ट। त्यसै गरी अब यहाँ तलसम्म छ इन्डोर प्लान्टहरू हेर्न सक्नुहुन्छ। इन्डोर प्लान्ट हैन, इन्डोर प्लान्टहरू छ। यहाँ स्नेक प्लान्ट पनि छ यहाँ हेर्नुहोस् हैन, स्नेक प्लान्ट। अब यहाँ चाहिँ म तपाईलाई अब यहाँ अर्को यहाँ विभिन्न प्रकारका फुलहरू छ हेर्नुहोस् है। यसको असाध्यै मगमग बास्ना आउँछ। यो तपाईले अब यहाँ हेरिराख्नु भएको छ। यो चाहिँ असाध्यै मिठो बास्ना आउँछ। यो चाहिँ के भन्दाखेरि यो एकदमै बाक्लो पनि फुल्छ, यति धेरै पनि फुल्छ। यो चाहिँ स्टक फुलहरू है, यो चाहिँ स्टक भनेर भनिन्छ। यसबाट हामीले धेरै पाहुनाहरूलाई यो स्टक फुलले स्वागत गरेका छौँ, बिदाई गरेका छौँ हैन, फेरि भेटौँला गरेका छौँ। धेरै चाहिँ यहाँ छ, यहाँ परैसम्म छ। म तपाईलाई यो देखाउँदैछु हैन। त्यो देखाउनु भन्दा पहिला म तपाईलाई यहाँ तल यो चाहिँ केही क्याक्टस प्रजातिको प्लान्टहरू छ। म यो तपाईलाई तलैसम्म देखाउँछु क्याक्टस प्लान्टहरू हैन। क्याक्टस प्लान्ट हेर्नुहोस् तलैसम्म छ। अब यहाँ पछाडि फुलै फुल गर्ने योजना छ। त्यो चाहिँ फुलहरू भइसकेपछि त्यसको फेरि अपडेट म लिएर आउने नै छु। त्यसको अपडेट लिएर आउने छु आज भने। म तपाईहरुलाई यहाँ अब यो स्टककै बारेमा देखाउन गइरहेको छु है। स्टक हेर्नुहोस्, स्टक यस्तो राम्रो छ हैन। यो स्टक चाहिँ एकदमै विभिन्न कलरमा हुन्छ यो स्टक पनि। यो एउटा चाहिँ यो छुट्टै कलर हो। यो हेर्नुहोस्, यो अलग कलर हो। त्यसपछि यो अलग कलर हो हेर्नुहोस् है। त्यसपछि अर्को यो व्हाइट कलर छ, यो व्हाइट कलर छ तर स्टक नै हो यो। त्यसरी हेर्न सकिन्छ। तपाईहरु हेर्नुहोस् हैन, पुरै यहाँ पुरा यो स्टककै विभिन्न रूपहरू हेर्न पाइन्छ है। स्टककै विभिन्न रूपहरू हेर्न पाइन्छ हेर्नुहोस् हैन। स्टककै यो विभिन्न रूपमा यो स्टकै हो। यो व्हाइट कलरको स्टक यस्तो छ हैन। होइन चाहिँ अब यो फुल्न बाँकी छ, अलिअलि फुल्दैछ। यो फुल्दैछ यसरी छ। यसरी चाहिँ फुलहरू ल हेर्नुहोस् यो स्टक है।